ओके मलाई थाहा छैन त्यो म टिकटकमा नयाँ हो कि एरिज म टिकटकमा आएको 5 महिना त भयो म पनि आएको 6 महिना पनि भएको छैन नि धेरै भयो नि 7-8 महिना छाडा चाहिँ कसरी भयो गाइस 6 महिनामा यो केटी यस्तो छाडा चाहिँ कसरी भयो बेला बेलामा कसम त्यो छेउमा राखेर त है त्यो चप्पल घुमाउँछ बेडा माना लाग्छ बोयफ्रेन्ड बन्ने कोसिस नगर ल प्लिज ल प्लिज ल मलाई धान्न सक्ने केटी चाहिन्छ कि मलाई एरिजमा त्यो दम छैन मलाई पनि धान्न सक्ने कोही छैन कि यो दुनियाँमा कोही छ भने त्यो त्यसलाई म सल्युट गर्छु क्या मलाई हत्तपत्त कसै तेरो केटामा हुनु पनि क्वालिटी भन्ला तेरो केटामा हुनु मलाई कसै मान्छेले हत्तपत्त ह्यान्डल गर्न सक्दैन ल ब्रो तेरो केटामा हुनु पनि 3 वटा क्वालिटी भन्ला भन त मलाई धेरै माया चाहियो जुन माया मलाई गर्छ त्यो अरूलाई हुनु भएन अनि लोयल हुनु पर्यो सक्यो अनि त्यति द्याट्स लोयल हुनु पर्यो जुन केटाले मलाई माया गर्छ मलाई मात्र गरोस् अन्त कतै नजाओस् कसैले नहेरोस् हेर्न चाहिँ हेरोस् होइन हेर्न चाहिँ पाइयो तर त्यही हो बुझ्न चाहिँ पाएन त्यो अब लुकाएर गऱ्यो भने चाहिँ छुट्टै कुरा हो तर थाहा भयो भने चाहिँ सक्यो जा वेलकम थ्याङ्क यू तँलाई चाहिँ के चाहियो केटीमा ल भन् मलाई केटीले पैसा कमाउने होस् इन्डिपेन्डेन्ट होस् कन्फिडेन्ट होस् राम्रो कम्युनिकेसन स्किल होस् त्यति हो मलाई गाइस इन्डिपेन्डेन्ट केटी नै चाहिन्छ गाइस मलाई चाहिँ किन भन्दाखेरि मलाई अहिलेको जमानामा गाइस सोच्ला कि केटा मान्छे सबै कुरा प्रोभाइड गर्छ आई डु जे चाहियो त्यो प्रोभाइड गर्छ गाइस तर केटीले बाहिर गएर काम चाहिँ गर्नुपर्छ गाइस मलाई हाउस वाइफ चाहिएको छैन हाउस वाइफ चाहिँ कस्तो हुन्छ गाइस थाहा छ दिनभरि घरमा बस्छ आई नो गाइस हाउस वाइफ भनेको एकदम खत्रै काम हो गाइस होइन खत्रै काम आई अन्डरस्ट्यान्ड धेरै गाह्रो काम हो गाइस तर कस्तो हुन्छ हाउस वाइफ चाहिँ कस्तो घर बस्छ म त बाहिर काम गर्छु नि त नि ओके गाइस कुरा गर्दा गर्दा लासे के अरे हाउस वाइफ त घरै बस्छ नि त नि घर बस्छ अनि दिनभरि उसको माइन्ड चाहिँ एम्टी हुन्छ क्या अनि उसको माइन्ड एम्टी हुन्छ अब उसले दिनभरि घरै बसेर काम गर्छ घरमा किन चाहिँ माया नहोला आई डोन्ट लाइक द्याट अब फर इक्जाम्पल म बाहिर काम गर्न गयो अरे है म डक्टर भयो अरे मेरो बुढी चाहिँ अब पाइलट भयो अरे ल फर इक्जाम्पल उनी उसको काममा गयो बिहान उठ्यो होइन सँगसँगै उठ्यो खाना खायो उसको काममा गयो म मेरो काममा गयो होइन बेलुका चट्ट घर फर्क्यो आज काम कस्तो भयो त्यस्तो कुरा गर्नलाई मजा हुन्छ त्यस खालको पार्टनर चाहिन्छ गाइस मलाई चाहिँ घरमा आउन पाएको छैन भाइ किन यस्तो ढिलो आएको माकुरी हिजो त यति 6:30 मा आइपुगेको थियो आज 6:31 आइपुग्यो 1 मिनट कसलाई चुप्प गरेर थिइस् त्यस्तो खालको बुढी चाहिन्छ अनि यस्तो हो कि अनि सुन्नु अनि यस्तो हो नि त जसले माया गर्छ त्यसले कराउँछ नै कि अनेस्टली जति जे भए पनि होइन जसले माया गर्छ नि त्यसले तँलाई कराउँछ क्या त्यो भनेको माया अब लेट मी टक नि त जसले तँलाई माया गर्छ नि होइन त्यो मान्छेले अभियसली तँलाई कराउँछ भन्छ क्या जसले तँलाई माया गर्दैन तँलाई फ्रेन्ड जोनमा राख्छ नि त्यसले चाहे त जति नै क्लोज होस् चाहे त ती लिभिङमै बसे भए पनि त्यो चाहिँ हुँदैन क्या त्यो भनेको एउटा फ्रेन्ड्स जोन मात्रै हो क्या जसले तँलाई कहाँ गइस् के गरिस् यस्तो नगर भन्छ अब त्यहाँ माया हुन्छ क्या त्यही भएर भएको हुन्छ आई नो त सजिटेरियस होस् तर अलिक गाह्रो हुन्छ मलाई पनि गाह्रो हुन्छ होइन त्यो अलिकति मलाई थाहा छ अन्डरस्ट्यान्डिङ